आज चाहिँ मलाई साह्रो लाग्यो। यो कुखुराले जाँच डुबायो जाँच डुबायो। यो पालि सरकारले गरिबको घर बत्ती आगो चुला बोलोस् भनेर सरकारले पोल्ट्री कुखुरा दिएको पनि यो पालि मलाई साह्रो लाग्यो। दोकानमा बाँकी लिएकोले मेरो जिन्दगीमा कहिले उकालो नलाग्ने रहेछ। यसरी सरकारले दिएको कुखुरा मरेपछि साह्रो दुःख छ। आज यो कुखुराले कति खायो होला। 2 महिनामा यो कुखुरा पनि आधी किलो नै पुगेन। यो बेचेर मेरो नेपाल घुम्ने सपना पनि खत्तम भयो। मेरो नानीको फिस पनि तिर्नु पर्ने सबै यो कुखुरामा लाग्यो। अब दोकानेले चारोको पैसा ल्याउनु लाउँदैछ। यस्तो प्रकारले कसरी उभो लाग्नु पर्ने। यसरी कुखुरा मरेपछि के गर्नुपर्ने हो। आधा सपना त यो कुखुरामै थियो मेरो। आज चाहिँ मलाई साह्रो लाग्यो। यो कुखुराले जाँच डुबायो जाँच डुबायो। फर्स्टमा चाहिँ उड्ने र दगुर्ने बेसी भयो। अहिले चाहिँ आधी किलो नपुगी 2 महिना पुग्ने बेलामा आधी किलो नै पुगेको छैन कुखुरा। अहिले चाहिँ बट्टाबट बोल्नु थाल्यो। हेर्नुहोस् नै अब खेल चाहिँ जान्दैन। अब कुखुरालाई चाहिँ यसरी पालेको यो जन्तुलाई यसरी फ्याँक्नु पर्छ। अब जन्तुले चाहिँ खाइदिइहाल्छ फेरि हो। कुखुरा चाहिँ यसरी नै फ्याँक्नु पर्छ।